नाफामा गएको विद्युत प्राधिकरण, नाफामा पुर्याएको एमडी किन हटाउन लागेको, या अर्थात् यसरी उहाँलाई किन पटक पटक क्वेसन सोध्नु पर्यो? उहाँले त जे गरे नि हुन्छ नि भन्ने आशयले राम्रो काम गर्नुभएको छ, उत्कृष्ट गर्नुभएको छ, विद्युत प्राधिकरण नाफै नाफा छ भन्ने विषय छ। मलाई पनि पहिले सुन्दाखेरि त्यस्तै लाग्थ्यो सम्मान्य सभामुख महोदय। नाफा के रहेछ त, कति रहेछ त, कसरी नाफा भएको रहेछ भनेर जान्न मन लाग्यो मन्त्रालयलाई। मन्त्रालयले यहाँ थुप्रै मान्यज्यूहरू आज कम हुनुहुन्छ, पूर्व मन्त्रीहरू त्यस मन्त्रालय अन्तर्गत काम गर्नुभएका, त नाफा के रहेछ भनेर हेरियो। एउटा नाफा 22 अर्ब व्यापारीहरूले तिर्नुपर्ने पैसा तिरेका छैनन् भनेर त्यो नाफा बाँधिएको रहेछ। त्यसको राजस्व पनि तिरिया छ। अब जुन उठ्दै उठ्या छैन, आजसम्म यकिन हुन सकेका छैन कति नाफा हो, के नाफा हो, कति उठ्नुपर्ने हो, विवादित विषय छ। यो सम्मानित लेखा समितिमा पनि छलफलको विषय छ। हामीले पनि धेरै मेहनत गर्यौँ यसमा। यस सन्दर्भमा आउन आम्दानी हुन्छ कि हुँदैन भन्ने विषय नाफा मानेर राजस्व तिर्न पाइन्छ कि पाइँदैन, यो मान्यज्यूहरूले भनिदिनु भए हुन्छ। यदि पाइन्छ भने यो आर्थिक लेखामा ज्ञान राख्ने मान्यज्यूहरूले अलि बढी जान्नुहुन्छ। त्यो के अपराध होइन? अनि के गर्न खोजियो बोर्डमा भने प्राधिकरण नाफामा छ, यसको प्रति सेयर चाहिँ 100 रुपियाँको सेयरलाई 300 मा बिक्री गर्न पर्छ भनेर प्रस्ताव ल्याइयो। मैले भने नाफा यकिन गरौँ न, 500 मा बिक्ने हो कि यसो गरौँ, एउटा यसको नाफा नोक्सानीको डिडिए गरौँ भनेर प्रस्ताव गरे मात्रै होइन, डिडिए गर्ने निर्णय गरे। त्यो बोर्डले गर्यो। त्यो निर्णय उहाँ कार्यान्वयन गर्न मान्नुहुन्न। किन कार्यान्वयन गर्नु भएन भनेर लिखित पनि सोधियो, उहाँ जवाफ दिन मान्नुहुन्न। यो मात्रै नाफा होइन, थुप्रै आयोजना, झन्नै 25-26 वटा आयोजनाको उहाँ अध्यक्ष हुनुहुन्छ। आयोजनाहरू सञ्चालन छन्, कति निर्माण भइसकेका छन्। त यो आयोजनामा काम गर्ने मान्छेहरूले, ठेकेदारहरूले रकम प्राप्त गरेका छैनन्। कति रकम हो यकिन भएको छैन, किनभने मन्त्रालयमा रेकर्डै छैन, हेर्नै पाइँदैन। र डिडिए गरौँ भन्दा उहाँ मान्नुहुन्न। अब नाफा हो कि होइन भन्ने विषय, नाफा हो भनेर मानिदिएर जनतालाई 300 मा सेयर बेच्दै गर्दा के हुन्छ होला प्राधिकरणको? तपाईँ हाम्रो अभिगत के भन्छन् होला जनताले हामीलाई? कि यो पनि मानिदिनु पर्ने? उहाँले जे भन्दै जानुहुन्छ त्यो मानिदिनु पर्ने कानुन छैन यो देशमा, मान्नु पर्दैन? हामी सबै भनिरहेछौँ त, प्रधानमन्त्री चाहिँ उत्तरदायी हुनु पर्यो, राष्ट्रपति उत्तरदायी हुनु पर्यो। यो मुलुकको शीर्ष तहमा रहेका व्यक्तित्वहरू उत्तरदायी हुनुपर्छ भने एकजना कर्मचारी उत्तरदायी हुनु पर्दैन? त्यही भनेर मैले अघि भनेको लेखिदिउँ न त, उहाँले चाहिँ हुनु पर्दैन भनेर। त्यसो हो त होइन होला?